ल है साथीहरू, आज चाहिँ हामी चाइनाको एउटा पब्लिक एरिया पार्क घुम्न जाँदैछौँ। यो चाहिँ सानो पार्क हो, ठुलो चाहिँ होइन। बच्चाहरूको लागि यसो विकेन्डमा खेल्नलाई बनाएको पार्क हो। र हेर्नुलाई बाटो पनि आनन्दको छ। यो चलाउने रङ साइडबाट आयो भाइ। यहाँ चाहिँ ठ्याक्क अपोजिट साइडमा देख्न सक्नुहुन्छ लग्जरी भिल्लाहरूको कोलोनी छ। यहाँ प्रकार प्रकारको घरहरू देख्न सकिन्छ। सायद यो एकदमै महँगो घरहरूमा पर्छ होला। ठ्याक्कै यो डाँडाको मुनिमा पर्छ। यो चाहिँ यहाँको बाटो, गार्डनहरू एकदमै सफा सुग्घर राखेको देख्न सकिन्छ। यहाँ दिउँसै यहाँ जगिङ पनि गर्दैछन्। यो चाहिँ मेन सिटी भन्दा अलिकति 2-3 किलोमिटर पर पर्छ। यो चाहिँ यो बाटो चाहिँ सिधा जाँदा हाइवे टच हुन्छ। हामी चाहिँ यहाँबाट अलिक पर पुगे लेफ्ट साइड लाग्नुपर्ने हुन्छ। यता राइट साइडमा चाहिँ यो घरहरू ठ्याक्कै यो गल्फ कन्ट्रीतिर, दुबईतिर, कतारतिरको भिल्ला एरियातिर यस्तै घरहरू हुन्छ। ठ्याक्कै यस्तै डिजाइन गरेको छ क्या यो घर चाहिँ। यहाँबाट अलिकति राम्रोसँग देखिएन, यस्तो टाइपको रहेछ। यो चाहिँ चाइनाको एउटा सानो टाउन हो है साथीहरू। यो ठुलो सहर होइन, यो चाहिँ सानो टाउन पर्छ। यो सिटी पनि होइन। यहाँ चाहिँ सिटीहरू लाई चाहिँ क्याटेगोराइज गरिरहेछ। टायर 1, टायर 2, टायर 3 भन्ने हुन्छ। यो चाहिँ टायर 3 सिटीको भित्र पर्ने एउटा सानो टाउन हो यो चाहिँ। ल हामी यहाँबाट चाहिँ ठ्याक्कै लेफ्ट साइड लाग्नुपर्ने हुन्छ है। यहाँ एउटा कुरा के छ भने चाइनामा चाहिँ यो सरसफाइ गर्ने, क्लिनिङ गर्ने, रोडतिर, बिल्डिङतिर, होटल सबैतिर चाहिँ बुढाबुढी मान्छे मात्रै राखेको हुन्छ। यहाँ चाहिँ किन हो त्यो चाहिँ, यहाँ चाहिँ यङहरूलाई त्यो काम नै दिँदैन, बुढाबुढीलाई मात्रै दिन्छ। यहाँ पनि यो बाटोहरू सफा नै। यहाँ यो बुढी आन्टी हुनुहुँदो रहेछ है। है त हामी यहाँबाट चाहिँ सिधा हो, अलिकति अगाडि गएर चाहिँ लेफ्ट साइड लाग्नुपर्ने रहेछ। यहाँ स्कुटरसँगै यो एट्याच भएको यो ब्ल्याङ्केट टाइपकै हुन्छ। यहाँ चाहिँ यो यहाँ अलि राम्रोसँग देखिएन। सबैले हावा नलागोस् भनेर नि होला, घाम नपरोस् भनेर नि होला, चिसो नलागोस् भनेर पनि होला, यो सबै उडेर चाहिँ स्कुटर चलाइरहेको हुन्छ। ल साथीहरू, हामी आइपुग्न लाग्यौँ। गाडीहरू पनि राम्रो छ। एउटा कुरा याद गर्नुभयो होला, यो स्कुटर चलाउने चाहिँ बाटो यहाँ छुट्टै हुन्छ है। सबै एकदमै सेफ तरिकाले यसरी बनाइदिएको हुन्छ। यहाँ बाटो क्रस गर्ने ठाउँमा नि मान्छे हिँड्ने ठाउँ छुट्टै छ, स्कुटर हिँड्ने ठाउँ पनि छुट्टै छ। हामी चाहिँ ठ्याक्कै आइपुग्यौँ यही पारिपट्टि हो। हामी चाहिँ यहाँ हो आएको। खासमा यहाँ चाहिँ एउटा आर्टिफिसियल वाटरफल, एउटा झरना टाइपको बनाएको थियो। आज चाहिँ पानी रहन्छ। सायद यो सन्डे होला। यो चाहिँ यहाँ पानी चाहिँ खोल्ने। हामी चाहिँ आज स्याटरडे आयौँ। सन्डे यहाँ चाहिँ विकेन्डको दिन होला। मान्छेहरू पनि त्यति धेरै छैनन् आज। श्रेयाङ्स पनि एकदमै एक्साइटेड छ आज।
है साथीहरू भिडियो अगाडि बढाउँदै जाऊँ। हामी चाहिँ लाग्यौँ भित्र। यहाँ के छ भन्ने कुराहरू हामी देखाउँदै जान्छौँ है त। हेर्दै जानु होला। भिडियो सायद 5-7 मिनटको बन्छ होला सायद। यहाँ एकजना आन्टी जगिङ गर्दै हुँदो रहेछ। यो चाहिँ खास प्लेनिङ स्टेसन हो। अझै धेरैवटा बन्द पनि रहेछ। यहाँ बच्चाहरू खेल्ने ठाउँहरू छ। यो सबै फ्री हुन्छ यहाँ चाहिँ खेल्ने ठाउँहरू। यहाँ बाहिर ओपन स्पेसमा टेनिस टेबलहरू रहेछ। यहाँ चाहिँ खासमा यो यहाँबाट चाहिँ यो झरना जस्तो बनाएको हुन्थ्यो। त्यो चाहिँ आज रहेछ खोलेको। यो चाहिँ रहेछ श्रेयांशलाई थाहा छ यो कसरी खेल्ने भनेर। ल हामीले चाहिँ पार्कमा बसेर ल है हामी चाहिँ आज चाइनाको एउटा पब्लिक एरियामा छौँ। यहाँ सानो नदीको छेउमा बच्चाहरूको लागि खेल्नलाई टन्नै ठाउँहरू। अनि यसको ठ्याक्क यता पारिपट्टि चाहिँ यस्तो पार्क रहेछ। यस्तो फुलहरू पनि रहेछ अहिले स्प्रिङमा फुल्ने फुलहरू। यसलाई के भन्छ चाहिँ मलाई थाहा भएन है। साथीहरू थाहा छ भने कमेन्टमा लेख्नुहोस् है के फुल हो। यो चाहिँ स्टडी एरिया रहेछ खासमा चाहिँ। यहाँ यो बुक जस्तो पनि यहाँ छ। फुलहरू चाहिँ टन्न भित्रभित्र टन्न फुल्या रहेछ। के रहेछ यो पार्कभित्र चाहिँ अब हामी जाँदैछौँ है। श्रेयांशलाई चाहिँ यो फुल देखेर उसलाई साह्रै यहाँ फुल मनपर्ने उसलाई हेरेको यो ट्राई गरेको छ यहाँ टिप्नलाई। ऊ चाहिँ खालि फुल मात्रै टिप्ने मात्रै भन्छ। यहाँ पनि यसरी आफ्नो बच्चालाई घुमाउँदै लिएर आएछ। Shreyans, come this way. This way. हिँड अगाडि। यहाँ चाहिँ अझै धेरै रहेछ है फ्लावरहरू। हेरौँ यहाँ। यस्तो रहेछ। यहाँ चाहिँ यसरी पानीको फोर्स छान्नलाई यस्तो बनाएको रहेछ है। अनि यहाँ चाहिँ फोर रहेछ र हामी यहाँबाट चाहिँ निस्क्यौँ। हामी चाहिँ यो नदीको छेउछेउ जाँदैछौँ है। यसरी हिँड्ने बाटो बनाइदिएको रहेछ। श्रेयांश हेलो हेलो। जति भित्र गयो यो घना जङ्गल हुँदै गइरहेछ है। यो चाहिँ रेस्ट गर्ने ठाउँ रहेछ है। यो चाहिँ कहाँ बस्ने भनेर हेर्दै जाँदैछौँ। यहाँ के रहेछ खासमा यो के न के होला। यो कल्चरली के चिजको लागि बनाएको जस्तो छ यो। यहाँ चाहिँ हामीले एउटा जङ्गली बिरालो देख्यौँ है। यही सुतिरहेको छ। सायद जङ्गली बिरालै होला। यो ठाउँमा यस्तो जङ्गलभित्र यहाँ आफ्नो ठ्याक्क ठाउँ बनाएर आनन्दले निभाइरहेछ। यहाँ चाहिँ श्रेयांशलाई हामीले छोड्दैछौँ। यहाँ आनन्दले यताउता घुम्दै झारपात टिप्दै फ्लावर टिप्दै घुम्दै छ। हामी चाहिँ यहाँबाट यस्तो भेटेर बसिरहेछौँ है। Shreyansh is playing whatever he like. He's playing. Shreyansh, look. यहाँ भित्र नि एकछिन खेलाएर भिडियो बनाउनु पर्छ। श्रेयांश उता चिप्लेटी खेल्दै जाऊ जाऊ जाऊ। स्लाइडिङ गो 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 गो। कम on come on come on. Fast 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 fast. Swing out. खोइ फास्ट खोइ। चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ। पब्लिक
टोइलेट बाहिरबाट आयौँ जम्प गर्दै श्रेयस त्यहाँ जम्प एबिसिडी पनि रहेछ थाहा भयो